साइन्समा all alkalis are bases but not all bases are alkalis भनेर त पढ्नु भएको होला। स्वागत छ सोशल वर्क र कम्युनिटी सर्भिसेसको डिफरेन्सेसको पार्ट 3 इम्प्लोइमेन्ट पाथवेजमा। मैले यो साइन्सको एनालोजी युज गर्नुको कारण चाहिँ के हो भन्दाखेरि सधैँ पनि म डिफरेन्सेस सोशल वर्क र कम्युनिटी सर्भिसेसमा के दिने गरेछु भने all social workers are community service workers but not all community service workers are social workers। किन त भन्दाखेरि सोशल वर्करहरू कम्युनिटी सर्भिसेस वर्करहरू जता जता काम गर्न पाउँछन् सबैतिर पाउँछन्, तर कम्युनिटी सर्भिसेस वर्करहरू चाहिँ कतिवटा स्पेस र सेटिङमा काम गर्न पाउँदैनन् जहाँ चाहिँ सोशल वर्करहरू पाउँछन्। फर इक्जाम्पल मेन्टल हेल्थ स्पेस सेटिङमा भनौँ एज अ मेन्टल हेल्थ क्लिनिसियन नर्मली सोशल वर्करको क्वालिफिकेसन नै चाहिन्छ, अथवा एक्रिडिटेड मेन्टल हेल्थ सोशल वर्करको एक्रिडिटेसन लिएर प्राइभेट प्र्याक्टिसमा नै डिरेक्टली मेडिकेयरलाई बिल पनि गर्न मिल्छ। न्यू साउथ वेल्सको कुरा गर्नु पर्दाखेरि भिक्टिम सर्भिसेसमा एज अ सोशल वर्कर अप्रुभ भिक्टिम सर्भिसेस काउन्सिलर पनि बनेर तपाईँले प्राइभेट कन्ज्युमरहरूलाई काउन्सिलिङ दिन मिल्छ, जुन चाहिँ कम्युनिटी सर्भिस वर्करले दिन मिल्दैन। मेरो पार्ट 4 जुन रहेको छ डिफरेन्सेस बिट्विन सोशल वर्क एन्ड कम्युनिटी सर्भिसेसको भिजा पाथवे हेर्नको लागि चाहिँ मलाई फलो गर्नु होला। थ्याङ्क यू।